जार पेपर रख सानी मान्छे बिचमा बस्नु पर्ने हो नि खासमा त यस्तो गरेको रुने नकान्छीलाई हिँड्न त हेलो साथीहरू नमस्ते स्वागत छ हजुरहरूलाई गणेश भ्लगमा फेरि पनि आइसकेको छौँ हामी नयाँ भिडियोको साथमा आज चाहिँ नयाँ मान्छे देख्नु भएको होला आमा छोरी भ्लग छ उहाँहरूको पनि अनि उहाँहरूको भ्लगलाई पनि सब्सक्राइब गरिदिनु होला जसले मलाई गर्नुभएको छ अनि साथीहरू ऊ चाहिँ को भनेपछि मेरो छोरी हो अनि फेरि भन्नु होला कि आफू चाहिँ सानो छोरी नै हो अनि ऊ चाहिँ मेरो चिनी नै राख्नु भएको छ फेभरेट भाइ र नन्न अनि आज चाहिँ हामीले चाहिँ बिरयानी मुखबाङ गर्दैछौँ घरमा अब कसरी नर्मली बनाउँछ त्यस्तो मरमसला के पनि हालेनौँ हामीले चाहिँ नर्मली तरिकाले बनाएको छ पुरा चाहिँ ढोक्लाइदियो माघे छोरा हालेर खाउँछौँ अनि आज चाहिँ हामीले गेम खेल्दै साथीहरू मुखबाट पानी आइसक्यो कि एकछिनै हामीले चाहिँ गेम खेल्दै अलि हजुरहरूलाई पनि इन्ट्रेस्टिङ होस् न त्यो भिडियो हेर्दाखेरि चाहिँ त्यही भएर गेम खेल्दै खाँदैछौँ अब खाने बेला चाहिँ बोल्नु हुँदैन भन्छन् तर अब के भने कि नबोलिकन मजै आउन्न त्यही भएर हामी चाहिँ बोल्दै खाँदै गर्छौँ अब भन्नुभन्दा नि हामी खेलेरै देखाउन राम्रो हो कि नै पहिला खाऊँ न है अलिअलि साथीहरू खाएर अघि खाएको अब मलाई मिठो लाग्यो तिमीलाई मिठो लागेन अब उहाँ अलि मेमसाप पर्नुभयो चम्चाले खानुहुन्छ हामी अलि हातले खान्छौँ यसको भात त कति धेरै रहेछ बिरयानी यो खान सक्नेवाला खाने नत्र नसके नखाने यो रहेको छ राइता मिठो भएको छ भाइ राइता पनि किन मिठो लाग्यो खाउनु नि त मिठो ल कोबाट स्टार्ट सल्लाएर म गरौँ जुठो हाल्छ गर्ने रक पेपर सिजर देब्रे जुठो हाल्दै मैले जुठो हाल्छ देख्न उल्टो हुन्छ नि यार यो त के हुन्छ सीजर पेपर रख सीजर पेपर रख रिसे बेला फेरि अब निर्ताकर मेरो पाले एकछिनै साथीहरू सीजर पेपर रख म जित्दै नि रुनला भाइ अब दुख्ने गरेर रुवाइदिने हो ल हाम्रो पाले है एकछिनै ल छिटो गर ल सीजर पेपर रख सीजर पेपर रख पेपर रख सीजर पेपर रख सीजर पेपर रख ओ कोही पनि खायो ल सीजर पेपर रख ए मम्मी सल्लाहलाई एक मिनट रोकेर हिर्काउनु त पाइन्छ नि यो किन यस्तो हुन्न क्या अड्दिन्न क्या ल निता रुक्ने तर टेस्टी भयो खाने आउनु छिटो सीजर पेपर रख जुटो नाइ म गाली गाली मलाई त भनिसकेछु ल
नाइजै ल गर 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 पेपर राणा पनि तिम्रो साथीहरु यिनीहरु त सीजर पेपर रख सीजर पेपर रख अरे ल रकममा बदलाइन्छ सीजर पेपर रख साथीहरु यस्तै पिठी खानु पर्यो नन्नको हातबाट कि साथी छिटो गरौँ यिनीहरू पिट्ने हो पेपर रख पेपर रख हजुर ए ए सीजर पेपर रख सीजर पेपर रख सीजर पेपर रख सीजर पेपर रख म ल जाने गर सिप्सिमा उड्छु नि यसो गर यसो गर पक्कलाई पक अहिले पक ओ माय गॉड सीजर पेपर रख सीजर पेपर रख पेपर रख अब त मलाई यही डर भयो यता फर्क्यो गालामा नान्नु नै यस्तो रिस ल उठ्यो ल ल यसो गर त ल ढाडाबाट मोर तरिकाले हानु ल उठा चाक फर्काउ नै न उठा न त्यही हाल्छु उठा न उता फर्क्यौ नि तिमी छिछि लाज के हुन्न घोप्टो पर उता के हुन्न ल त्यो जिरो फिगर लाज भयो कि नै के लाज भएन ल सीजर पेपर रख ल म थाहा पाउन क्या नै भयो ल एकछिन रोक मलाई खाँदै हो पिठे खाँदा खाँदा अगाइएला जस्तो छ जोसिनमा हाल्छ है चुप्लाक हाम्रो त हानिहाल्यो के भन्नु पिठा खानु पाइले आउँछ खाना त देऊ यार मलाई ल छिटो निक्लमै राइता हाल न। आदिक निक्ल्यो राइता हाल न मुखमा छिटो हान के सीजर पेपर रख छिटो हान न दागु न पक्कलाइले पक्क सीजर पेपर रख सीजर पेपर रख सीजर पेपर रख ए साथी गाला मार्नु कस्तो यो कफी नगर्नु बिग्रिन्छ हामी देखिनु अहिले यस्तो यहाँ हाल्नु धिन्ता न धिन्ता न छिटो हान्नु न छिटो हान्नु न यार गाला नहान्नु के या ल सीजर पेपर रख म जिते नि अरे यसो धार फर्काउ ला सीजर पेपर रख सीजर पेपर रख सीजर पेपर रख मान्छे दे यिनले बहुत बेस्तरी हिँडेका छन् कि सबैलाई ल मजा भाइ अरू बेला पिट्न पाइन्न नन्नलाई पाप लाग्छ यही मौका पिट्ने ल सीजर पेपर रख यिनीहरू सुरुमा यही गर्छन् क्या मलाई थाहा छ तिमीले होइन र तपाईँ त्यो गर्नुभएको थियो स्टोन ए खालि बिटेको कसले कसलाई हाने रुने बेच्छ नि यिनी त रुन्चे चिन् फेरि ला ठुस्सा गराइसक्यो मुख नरु है हुँदैको त खेल्दैन सीजर पेपर रख सीजर पेपर रख सीजर पेपर रख छिछि के गरे के ल के गर्न खोजी के ढलेछु त पक्तालाई सीजर पेपर रख 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 या
घोडी पनि दौडाइसक्यो अघि आएको नि के यस्तो यस्तो यता आउँथे यता म उड्दिन्छु साथी एकछिन बिस्तारै कस्तो कस्तीको भाइ अघि कसरी पनि थिइस् बाबु तँ कति मोटो हो क्या मेरो कपालको डिजाइनै बिगारिदिनु भयो ल अलि पर्छ यहाँ म झन् सानी भयो तिमी सानी मान्छे बिचमा बस्नु पर्ने हो नि खासमा त अब ए तिम्रो भात मेरो भात यता छ लगाइसके ए तँ गर्न पाइने त्यस्तो ए मोटी अलि पर्छ बिस्तारै हाने भन्छु अघि तेरो बहिनी नि म बाबु गेममा बहिनी हुन्न हान्छु के हुन्न क्या अरे उठी उठी हान्नु मन लाग्यो इतनी मजाक कभी नै होइ थिए तिमी यस्तो हिर्काएको छ नि गेम त हो अरे तिमी रिसाइन क्या नरिसाइ मैले कति बिस्तारै हामीले किन आएको जोसी त धेरै थाहा बसेर कहाँ थाहा बसेर अघि कहाँ खोल्नै मिल्छ क्या त्यसरी हान्छु बिस्तारै हिर्काउनु पर्छ नि त तिमीलाई फेरि किन बेसमा हिर्काएको त गेमै त पायो भने हानिरहेको छु क्या अघिदेखि 12 कसरी हान्थिस् मलाई कहिले अघि भर्खरै बोझोले छाड्दे अब अरे निर्ता जा 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 अरे निर्ता चुप लाग्यो कुकुर नगर्नु के आऊ यता आऊ खाना 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 अनि किन बेसमा हिर्काएको त निर्तालाई गेम गेम भए पनि त यार बिस्तारै हिर्काउनु पर्छ नि त किन त्यस्तो रिसाएर गयो आऊ आइ नबोले धेरै आऊ क्या किन पिटेको होला कि रिसाएर गयो खेल्दा खेल्दा मजै भएन जाऊ फगाइतिर जाऊ किन पिटेको क्या त्यसै बिस्तारै पिटे पनि त हुन्छ त नि बिस्तारै पिटेछु रुख है म बोला लिएर आउँछु है गयो त्यो आफूले पिट्ने अनि त्यसपछि अनि हिँड्न उतातिर बाहिर गएको छ नि क्या निर्ता निर्ता पिटिहाल्यो यिनीहरू गेममा यस्ता गर्छन् क्या साथी निर्ता निर्ता अघि कस्तो रिसाएको भएर भोलि घर जाने मान्छे यस्तो रिसाउँछन् आज बिरयानी बनाएर खाएको त किन यस्तो गरेको रुने होइन त कान्छी ल हिँड जाऊँ केही हुन्न क्या हिँड केही पनि हुँदैन हिँड के हुन त भने खेलेको हो त गेम खेलेको हो त रुने होइन त हिँड हिँड जाऊँ साथीहरू यहाँ रोएर उठ्दो रहेछ नरौ कान्छी नरौ ल हिँड जाऊँ हिँड 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 के त्यही खान्छु त्यसलाई खेलाउनु कहाँ त्यस्तो भनेको हुन्छ र झन् स्पेसल त तिम्रो लागि बनाएको झन् कहाँ हुन्छ त्यस्तो हिँड दिदीले भनेको नमान्ने हिँड 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 अब बोल्नुपर्छ साथी त्यो खेलमा भइहाल्छ त त्यस्तो ल हिँड ल हिँड भित्र हिँड रुने होइन हालत जस्तै भएको साथीहरू ला रिसाएको ल बस 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 यसो न सरी भन है साथीलाई त्यो त झगडा गर्ने काम नगर है मैले भन्दैछु नि फेरि सरी भन सरी नराउने त भयो अब ए बलेदेखि सानो कुरा पनि कस्तो खाँदा खाँदा मजा यिनीहरू बिगारिदिए के अनि पर्छौ त्यस्तो पिट्नु गेम त गेममा त कस्तो बेसरी लाग्यो तब लुलुलो हातमा नरिसाइ नरिसा क्या ल सरी भन्छ ल सरी के सरी ल मियाने 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 ल सरी ल ल ल ल ल माफ गर ल इजो के ल माफ गेन्चाना भन्न यस्तै हो साथीहरू कहिले हाँस्ने कहिले रुने यिनीहरूको नौटङ्गी बिचमा फेरि म परेँ अनि आखिर दुईजना मिलिहाल्ने रहेछन् अनि चाहिँ किन नौटङ्गी पार्नु यही हो भनेर चाहिँ हामीले के गरेको साथीहरू हामीले हजुरहरूलाई प्र्याङ्क गरेको अनि यो प्र्याङ्क चाहिँ कति सक्सेस भयो हजुरहरूले हेरेर लाइक गरिदिनु ल प्लिज साथीहरू यो चाहिँ हामीले प्र्याङ्क गरेको नि सल्लाह खाना चाहिँ तिमीलाई निर्ता बब्बाल मिठो अब यिनी चाहिँ भोलि घर गइहाल्छन् यिनी चाहिँ बस्ने नेपालगञ्ज हो यिनीहरूको नि भ्लग छ आमा छोरी भ्लग छ त्यहाँ पनि एकचोटि हेरिदिनु होला भिजिट गरिदिनु होला तल लिङ्क दिनु होला नि त
अनि भोलि गइहाल्छ नि, त्यही भएर आज चाहिँ आज मुकबाङ गरौँ न त भनेर अब नन्न छोरी मिलेर अनि मुकबाङ गर्दैछौँ। अनि आजको भिडियो कस्तो लाग्यो साथीहरू प्लिज कमेन्ट मार्फत भनिदिनु होला। भन्दै आजको भिडियो यहीँ इन गर्न चाहन्छौँ। पुरै कुरामा कस्तो हानिले